हरिओम तत्सत हरिओम तत्सत हरिओम तत्सत। श्रीमद् भगवत गीता नेपाली भाषा श्लोक टीकाको अब यहाँहरुमाझ म 9औं अध्यायलाई प्रस्तुत गर्दैछु। भगवान श्रीकृष्ण र अर्जुनको संवादमा भगवान श्रीकृष्णले अर्जुनलाई ज्ञान दिने क्रममा यो 9औं अध्यायमा राजविद्या र राजगुह्य योगको बारेमा वर्णन गर्नुभएको छ। यो ज्ञान गीता ज्ञान गंगामा स्नान र पान गरेर यहाँहरु तृप्त हुनुहुनेछ भन्ने मैले आशा लिएको छु। बाँकी गीताबाटै। ओम नमो भगवते वासुदेवाय। लाग्नु भो भगवान भन्नै कुरा, फेरि उसै बीचमा गोप्यैमा पनि गोप्य जो छ उही ज्ञान विज्ञान समेतको यहाँ। निर्दोषको तिमीलाई भन्दछु म यो, जुन जाननाले गरी उत्तीर्णै हौला अशुभ जति छन् तीदेखि पारै तरी। जो गोप्यै बहुतै छ श्रेष्ठ छ जौन सम्पूर्ण विद्यामा प्रत्यक्षै फल दिन्छ जो जौन हो धर्मै रहितको यहाँ। साधन गर्न समेत सुखैसित हुने जानेर बिर्सिन्न जो, त्यसमाथि पनि जो पवित्र छ उही यो उत्तमै ज्ञान हो। श्रद्धा हुन्न जौन पुरुषकन सखे यो धर्मको कोही यहाँ, त्यो पाउन्न मलाई मृत्यु पथकै घुम्नेछ संसारमा। ढाकेको छ जहीँ तहीँ जगत यो मैले अदृश्यै भई, मैमा छन् सब जीव रहन्न तर भई आफै ती जीव भई गई। आत्मा भइकन मै स्वयं रहन गई सम्पूर्ण प्राणीमा, ती सबलाई प्रकट र पालन समेत गर्दै रहन्छु यहाँ। मेरो हेर प्रभाव योग बलको आश्चर्य गर्ने अति, कोही जीवनता म हुन्छु न त मै हुन्छन् कुनै जीवती। जस्तै सबतिर गई सदा गगनमै हावा ठुलो टिक्छ जो यो, सब प्राणीहरू जानिलेउ रहनु मैमा उसै ठिक हो। सब प्राणीहरू मेरी यो प्रकृति भई कल्पान्त तक टिक्त छन्, हे वीर तिनकन कल्प तक प्रकृतिकै द्वारा म गर्छु सृजन। कर्माधीन सब जीव छन् प्रकृतिका पर्नै ती गई बसमा, गर्छु तिनकन मै प्रकट प्रकृतिकै द्वारा बराबर यहाँ। आसक्तै नभएर कर्महरूमा बस्दा उदासीन अति सरी, हे वीर बन्धनमा म पर्दिन कुनै कर्मै हुनाले गरी। त्यस रीतको म निमित्त कारण यहाँ सबको हुनाले गरी, हे कुन्ती सुतै महत प्रकृतिले आधार मेरै धरी। गर्छिन् सृष्टि चराचरैहरू समेत यो सब जगत हो जति, त्यही कारण लय सृष्टि भई जगत यो जाँदो छ घुम्दै अति। सबको ईश्वर मै हुँ मानिस शरीर मैले लिएको महा, निन्दा गर्दछ मूर्ख उत्तम प्रभाव मेरो नजान्दा यहाँ। आशा ज्ञान र कर्म सब फजुलका त्यो राक्ष भ्रममा परी, लेला राक्षसकै स्वभाव तमगुणी त्यो आसुरी मत धरी। दैवी आफ्नो स्वभाव लिएर रहने जो छन् महात्मा यहाँ, सबका आदि र नाशले रहितको मैलाई जान्दा महा। आफूदेखि फरक मलाई नबुझी मैमाथि मन राखी ती, मेरो ठिक रीतले भजन गरिलिनन् हे द्रौपदीका पति। मायाले गरी ज्ञान नष्ट हुन गई भई राक्षसैको मति, पापी मूर्ख नराधमै शरणमा पर्दैन मेरो रति। ज्ञानी पण्डित ज्ञान खोज गर्ने धन चाहने मनमा, पुण्यवानहरू 4 यिनै जन सखे भन्छन् मलाई यहाँ।
नित्य योग अनन्य भक्ति गर्ने ज्ञानी ती चारमा छ बेस त्यो मेरो प्रिय हो ममाथि पनि प्रेम त्यो राख्ने हो विशेष बेस हुन्ती सब ज्ञानवन्त मै हो मेरो मतैले यहाँ आत्मैमा मन राखी टिक्दछौँ मेरो परम पदमा योगाभ्यास गरी बहुत जन्म तक जन्मान्त गर्ने भई जसले व्यापक वासुदेव सबमा देख्ने छ ज्ञान भई गई देहै वस्तुहरू महा नभुलिकै मेरो शरण पर्छ जो ज्ञानी जनहरूमा पनि उही अधिक दुर्लभ महात्मा भयो आफ्नो स्वभाव माफिक यहाँ भोग गर्न के मन भई त्यो रितसित कामनाहरू गरी सब ज्ञान छुट्नै गई पुग्छन् ती अभिलाष जुन तरहले त्यो विधानै महा धेरै जनहरू देवताकन पनि गर्छन् उपासन यहाँ संसारी सुख भोगमा मन दिने जो ती हुन् भक्तजन देउता जस जसको पूजा गरी लिने श्रद्धा यहाँ गर्दछन् त्यस्ता ती सब भक्तको उही देउताहरू सब महा त्यो श्रद्धा रहने पनि अचलको मै पारिदिन्छु यहाँ त्यो श्रद्धा हुन गई ती भक्तहरूले देउता उनै सँगमा लाग्छन् भाकल गर्न सुख विषयको पाइलिने भए सब यहाँ द्वारा मात्र ती देवता हुन गई मैबाट ती भक्तजन आफ्ना ती सब कामनाहरू पनि प्राप्तै यहाँ गर्दछन् संसारी सुख जो छ तुच्छ उही भोग खोज्ने ती मन्दै मती त्यस्तै फलहरू पाउँछन् नटिकी धेर अन्त्यै हुने हुन् जति गर्छन् पूजन देवताकन जाउन् ती देवतै पाउनन् मेरा छन् जति भक्त हेरु ती पनि मिल्नै ममा आउनन् जसको नाश हुँदैन छैन जसका माफिक बडो कोही अरू त्यो मेरो नबुझिलिने हुन गई उत्तम स्वभावैहरू देहै हेरु नभई अगोचर छ जो त्यस्तो मलाई पनि मूर्खै जनहरू मान्दछन् तर यहाँ दृश्यै स्वरूपको भनी मायाका मछु आडमा म सबका प्रत्यक्ष हुन्छु कहाँ सोही कारण मूर्ख हेरु जति छन् सारा धरित्री महा कहिले नाश नहुने र जन्म नलिने जस्तो छ मेरो गति त्यो मेरो गतिलाई सब तिनीहरू जाँदी निलिँदैनन् रति अहिले छन् जति जो भए अघि पनि होलान् पछि जो यहाँ हे बिर्ती सबले म जान्दछु पनि जान्नन् मलाई कहाँ इच्छा द्वेष उठेर दुःख सुखमा मोहै हुने जाउन हुन् हे वीर सृष्टि प्रपञ्चमा ती सब जीव त्यही मोहले फस्तछन् जसका पाप यहाँ सबै छुटी गए सत्कर्मलाई गरी हुन्नन् मोहित जौन दुःख सुख दुवै पर्नै गएको घरी त्यस्ता शुद्ध हुनै र मोह नहुने मानिसहरू जौन हुन् एक दृढ भइकन राखी व्रतहरू तिनै मेरो भजन गर्दछन् केही कष्टै नहोस् जरा मरणको भन्ने विचारै गरी यसले यत्न यहाँ बहुत गरी लिनन् मेरो शरणमा परी सब कर्मैहरूलाई जान्नु र यहाँ सबै अध्यात्म ज्ञानै पनि जान्नै भइकन जान्दछन् तिनीहरू यस्तो छ ब्रह्मै भनी जानिली अधियज्ञ फेरि अधिभूत जानेर फेरि यहाँ जानिली अधिदैव जान्दछ जौन सब काम साथै महा आत्मैमा मनलाई जोडिरहने त्यस्तो मनुष्य छ जो प्राणको अन्त्य हुने बखत पनि यहाँ मैलाई सम्झन्छ त्यो। ओम श्रीमद् भगवत गीता उपनिषत्सु ब्रह्म विद्यायां
योगशास्त्रे श्रीकृष्णार्जुन संवादे ज्ञान विज्ञान योग नाम सप्तमः। यसै गरी अघिल्लो हप्तामा हामी अष्टम अध्यायलाई लिएर यहाँहरू माझ प्रस्तुत हुनेछौँ। गीता गङ्गामा स्नान गरेर पान गरेर आफ्नो भक्ति मुक्ति र तृप्तिको बाटो पहिल्याउनु हुनेछ भन्ने मैले आशा लिएको छु। ओम जय। ओम नमो भगवते वासुदेवाय।